के हेर्नुहोस् है मेरो चाहिँ यहाँनिर चाहिँ आज चाहिँ हाम्रो के छ डिनरमा दाउरामा पानी आएको हेर्नुहोस् त्यहाँ दाना पनि पाकेको दाना है ए आज चाहिँ हाम्रो चाहिँ कुखुरी काङ्स कुखुरा छ है हाम्रो बस्तीको कुखुरा हाम्रो दाजुले बनाउनु हुँदैछ कसरी बनाउँछ मामाले कसरी गर्नु अनि पोल्नुपर्छ आज चाहिँ हाम्रो हजुर आज चाहिँ यस्तो गरौँ कि दादा पिल्छ है अनि लास्टमा पोलेछ मजा आउँछ नि है अर्ग्यानिक सुरु भए हेर्नुहोस् हाम्रो कोदो अर्ग्यानिक सुरु भयो अघि हाम्रो दाजुले बनाउँदै गरेको चिकन थियो नि भाउजूले कर्ची मर्ची बनाउनु भयो ट्राई हाउ इज द टेस्ट दामी बनाउनु भाउजू दामी भएछ भन्दैछ है ज्वाइँले हजुर नाइस हेर्नुहोस् अब हामी खाने तोम्बा भन्छ यसलाई चाहिँ यो चाहिँ अर्ग्यानिक खै मेरो कस्तो भएछ चाख्नु स्ट्रङ दामी रहेछ चिकन कर्ची मर्ची है भाउजू लोकल बस्तीको पोथीको भन्नै पर्दैन पोथीको दामी भयो भाउजू अर्ग्यानिक चाहिँ सुरु भयो है यहाँनिर हाम्रो कोदो छ हाम्रो आज चाहिँ म पकाउँदैछु हजुर रायोको साग हाम्रो बारीको रायोको साग दिदीहरूको फुलकोपी आलु पनि बारीको दाउरामा मजाले पकाउने रायोको साग सब्जी पाक्दैछ फुलकोपी आलु धनियाँ हालिदिन्छु ताजा फ्रेस धनियाँ फुलकोपी आलु बारीको फुलकोपी अर्ग्यानिक फुलकोपी आलु काट्दैछ के भन्दैछ हाम्रो दिदीले मजाले यसलाई अलिक सुकाउनुपर्छ फेरि चाहिँ सच्चै छ साग चाहिँ रेडी भयो हाम्रो सागभित्र छ हालिदियो धनियाँ पत्ता अब पुदिनाको अचार बनाउनु पर्छ हो टमाटर पोले मैले पुदिना टिपिरहनु भएको छ दिदीले हो